केटाहरु साइपुगी टोटोमा आएको भन्दा डर लाग्यो ढिलो के हो तिम्रो आफ्नो भाग चाहिँ भुइँमा झरेको पनि नछोड्नु अरे नि त मैले हो अस्ति कुकुरले खाने थियो र पनि खाइदिएको भक्ते केटा रेडी छ है ए हेर्नुहोस् क्राउड हेभी छ भक्तेको फ्यान फलोवर ऊ फ्यान फलोवर चाहिँ यस्तो डर लाग्दैछ हेलो अहिले चाहिँ हामी कहाँनिर छौँ भने नि हामी चाहिँ अहिले सिलगढीमा छौँ है यो होटलमा बसिरहेको छ ग्रिनवुड होटल भन्नेमा है र एकजनालाई पर्खिरहेको छ कसलाई पर्खिन्छ अहिले देखाउँछु है र आज चाहिँ एउटा प्रोग्राम छ है भाइहरूको प्रोग्राम छ त्यो प्रोग्राममा आएको यहाँनिर सिलगढी कस्तो गरम छ है हो गरम त पानीमा हल्का अघि बाटोमा पानी चाहिँ भेट्यो हो भेट्यो है मजा आइरहेको छ मजा शीतल अहिले छ है भाइहरू चाहिँ यो बाटो आउँछ हो भाइहरूलाई पर्खेको बाहिर आएपछि चाहिँ भाइहरू हामी सँगै यहीँ बस्ने हो अन्त बेलुका चाहिँ प्रोग्राम छ प्रोग्राममा जाने हो है फाइनली यहाँनिर यी केटाहरू चाहिँ आइपुग्यो टोटोमा आएको भन्दा डर लाग्यो ढिलो के हो तिम्रो टोटोमा आउँदै थियो क्या हो सबैजनालाई लबुदाको भ्युर है टोटोमा आउने बिग सर्ट आउट लु बाई बाई भन्दैछु भाइको गाडीमा सबभन्दा हेन्सम भाइ भक्ते तिमीहरूले कस्तो भने कुनै कति घन्टा पर्खायो यहाँनिर कि यहाँ मेरो भाइ हो यहाँ क्यामेराम्यानै ऊ पनि हो ऊ पनि गऱ्यो ल लु सेल्फी स्टार्ट पनि भक्तेको त आउने बित्तिकै अब चाहिँ यहाँनिर केटाहरू चाहिँ प्र्याक्टिस गर्नु आँटेको हो प्रोग्रामको लागि बेलुका हो देख्नु हुँदैछ है सबभन्दा हेर्छ चाहिँ यो केटा छ है आइसक्रिम कहाँ बिहामा सबभन्दा बेसी आइसक्रिम खाने केटा छोड्नु चाहिँ आफ्नो भाग चाहिँ भुइँमा झरेको पनि नछोड्नु अरे नि त मैले हो अस्ति कुकुरले खाने थियो र पनि खाइदिएको प्र्याक्टिस हुँदैछ प्र्याक्टिस परेको लागि मेरो बाउ पनि त्यस्तै छ हो अरे नमस्ते बाबा तपाईँ रहेछ तपाईँलाई खोज्दै आएको थियो यसो मुख त धोएर हिँड्नु देखिनँ नि म बाटोमा फेरि विशेष कारण चाहिँ यसो खाका निल्छ नि हाम्रो घरमा बुहारीको जरुरत लक्ष्मीको जरुरत छ भनेर हुँदै थियो लक्ष्मी पाएँ त्यो लक्ष्मीको कुरा गरेको होइन मेरो लक्ष्मीको कुरा गरेको बुहारी राधेश दाइको सिनेमा हेरेको 50 वर्ष भयो तर अहिले म 25 वर्षै छु किन र गाइस के भन्नु चाहन्छु भन्दा चाहिँ अब हामी प्रोग्रामको लागि निक्लिसकेको छौँ है किन अलिकति ढिलो भयो किन भन्दा चित्रले हग्यो 10 मिनट जस्तो हो त्यही भएर हल्का ढिलो भयो प्लानिङ गर्दैछ सिलगढीमा के भन्नुहुन्छ लबुदा एकदम अब चाहिँ रेडी भइसकेको छ ब्याक टु द च्यानल अब प्रोग्राम हुनु एप्पी क्राउड सुन्दैछ यहाँबाट चाहिँ हो राइजिङ भोइसले थर्काउने हो ब्याक टु द च्यानल थर्काउने हो आज चाहिँ गाइस है र हाम्रो लबुदालाई धेरै माया गरिदिनु होला होइन सेयर गरिदिनुहोस् फलो गरिदिनुहोस् है यो भिडियो चाहिँ एकदम राम्रो भाइरल हुनु पऱ्यो के भन्नुहोस् है भक्ते सही हो के हुन्छ हेर्दै जाउँ यो भ्लगलाई चाहिँ हेभी माया दिनु पऱ्यो है र के भन्नु चाहन्छु भन्दा चाहिँ है थ्याङ्क यू सो मच ब्याक टु झरे निस्क्यो हामी भन्नु निस्को त हामी उयसको त्यहाँतिर होटल बाहिर फोन निक्ल्यो भक्ते केटा रेडी छ है अब यहाँनिर तपाईँहरूलाई देखाउँछ अलिक ऐना खोल्दैछ है हेर्नुहोस् क्राउड हेभी यही हो प्रोग्राम चाहिँ आज अब क्राउड हेभी छ भक्तेको फ्यान फलोवर क्राउड हेभी छ हो भक्ते के छ भन्नु कतिको एक्साइटेड भक्ते एन्ड टिम हो स्टेजमा बोलाउँदैछ कमान भक्ते देख्नु होला क्राउड है यो डल्लै है आज चाहिँ यहाँ सालबारीको प्यारामेडिकल नर्सिङ इन्स्टिट्युटको प्रोग्राममा चाहिँ बोलाएको थियो ल हाम्रो
रमाइलो भइरहेको छ कस्तो होला मजा आइरहेको होला हो खतरा राइजिङ बस हुन्छ र जबरजस्ती भयो भने यो अन्त नमस्कार डॉक्टर नमस्ते म बिरामी छु के गर्नु त के बिमारी के भयो हस्पिटल गएर कि मेरो मोटो चेक गरिदिनुहोस् न छिटो अरे ठिक अहिले गएर के भयो मोटोलाई चस्छ अचानक यस्तो हुन्छ लु त मोटो चेक गरिदिनुहोस् त यता होइन मोटो यता हो एकचोटि धेरै हुँदैन मोटो एकैपट्टि पो छ त मोटो है लामो सास फेर न माथि लैजाऊ खाने पेसेन्ट छ खायो लामो सास यहीँ बसेर फेर न माथि पर्दैन भाइ लामो सास लैजाऊ मर्छ हौ भाइ मर्छ हौ सास लौदैन मर्छ हौ भाइ हो त गर न भाइ अन्त ध्यानुहोस् सबै भन्नुहोस् न होल्ड गर्नु पनि बेसी पर्दैन लैजाऊ न सास लैजाऊ गर न होल्ड अब एकदम भित्र त मुटु भाइ मुटु एकदम भित्र भाइ एकदम भित्र मुटु एकदम मेरो लपै पर्दैन त हेर्नु नि अब यहाँनिर फोटो खिच्नेको भिड है प्रोग्रामै डिस्टर्ब भइरहेको छ बेसी भिड भएर केटाहरूको केटा